नमस्कार नमस्कार किन बस्नु के पासमा सक्छु त हौ पैसा कति कति उठाउनुहुन्छ हो महिनामा हो सहकारी कुन सहकारी हो र हाम्रो गाउँको सहकारी छमा छ हो अनि यो सरकारले ऋण दिन्छ कति चलाउनु भयो कति जम्मा भयो कति त 2 लाखसम्म त्यस्तै भएको छ चलिरहेको छ अनि ऋण कति दिएछ ऋणलाई बढी दिएछ हो अब तपाईहरुले के सहकारी भाग्यो भन्नान अनि उठाउन अनि के नि त नै त्यस्तो त भएको छैन अब कोही भाग्य पनि जे भए पनि आजसम्म ऋण हामीले जति कति उठाएको त्यो ऋण चलिरहेको छ अब 2 लाख जे जस्तो भए पनि हाम्रो उमेर छ भाग्य पनि पुगेछ ए 2 लाख तपाईहरुको छ त्यसले 2 लाख लगानी भएछ गए पनि मतलब भएन त्यो पनि ढुक्क हुनु पर्यो किन ले गएर ढकढकाउनु पर्यो अनिवार्य उहरू के अनिवार्य यहाँ कर्मचारी आउनन् कि आउनुन् हैन देखिदिनन् कि देखिदिनु तुम्रो बचत कति भयो भनिएन भन्नान् हो कति कहिले भन्ने एकैछिन है तपाईको बचत कति छ अरे मेरो 11800 रुपैयाँ हो यसो थाहा हुनु मेरो रुपियाँ 11000